कारण उहाँमै र स्तुति योग्य छ repentance हो म पापी हो भनेर नि उसले यस्तो एक्सेप्ट गरे कि किनभने नि त्यो प्रोभिजन त्यो सप्लाई त्यो अबन्डेन्स उसको लाइफमा आउँदै गर्दाखेरि यस्तो रिपेन्ट गरेको छैन न त्यो रिपेन्ट गरेर त मेरो प्रभुले गरेको कामले चाहिँ हामी धर्मी भएको नि त होइन मेरो वर्क्स मेरो कामहरूले त होइन नि त सो सिमनलाई त्यो मोमेन्ट अब ओबिडियन्स परिस्थितिमा ओबिडियन्स ट्रस्ट गरेर प्रभुमाथि भर पर्दै गर्दाखेरि त्यहाँदेखिको त्यो अगाडि त उभिँदै गर्दाखेरि नम्र भएर चाहिँ रिपेन्ट गर्दाखेरि चाहिँ आफ्टर द्याट के भएको छ हेर्नुहोस् त यीशुले सिमोनलाई भन्नुभयो नडराऊ अब उफ